हेलो गाइज वेलकम टू माई ब्लग च्यानल। तपाईहरु हेर्दै हुनुहुन्छ इन्टरनेट अनलाइनको www अमर खड्काको युट्युब च्यानल फेसबुक पेजमा। गाइज आज हामी यसो जङ्गलतिर लिउरो टिप्न आएका छौँ है, कति घरको तरकारी खान। यसो के छ कस्तो छ जङ्गलको लिउरोहरू हैन, एकदम फलिहान भनेर सुनेको थियौँ तर कहीँ छैन गाइज। यस्तै छ गाइज गाउँघरको लिउरो हैन, घरको तरकारी कति खान एकछिन लिउरो एकदमै मिठो हुन्छ अरे भनेको थिएन। त्यही भएर हामी अञ्जली र म आएका छौँ। अञ्जली कति भेट्टायो? ये बा यति खैको देखाउ त रुख त एकछिन। यो लिउरो कसरी यसलाई भुटुवा गर्छ नि झोला बनाउँछ अञ्जली। एक लिउरो भेटिन बा सर्प होला है बाबा। अञ्जली एकदम राम्रोसँग ध्यान दिनु होला। यो जङ्गलमा डर लाग्छ गाइस एकदमै। यहाँ भालुको याद आउँछ कि यो जङ्गल आएपछि पुरै भालुहरू हुन्छ नि। अनि त्यही भएर मलाई एकदमै डर लागेको कसम छ। यहाँ जङ्गल यति ठुलो जङ्गल छ, हेर्नु घनाघर जङ्गल छ। त्यही भएर एकदमै डर लागेको। त्यो पनि हामीले छेउछेउमा हामीले यतातिर अलिक छेउछेउमा टिपिरहेको लिउरोको बोट भनेको यो रहेछ। खै देखाउ त कसरी नि यति हो र। यतिले कति तिमी खाने हो कति म खाने त अलिक धेरै टिप न। यता हेर त एकछिन के भएर यस्तो गर्मीमा तिमीलाई पसिना निकालेर त हेर डर लाग्यो तिमीलाई एकछिन। यहाँ डर लाग्छ है पो। यता पुरै हेर्नु यस्तो हाउ हाउ आउँछ, हाउको चाहिँ आउँछ हेर्नु कालो कालो छ। हेर हेर त पुरै यस्तो ज्याम छ यार। ओ माई गड अञ्जली यस्तो लिउरो म त एउटा पनि भेट्टाएन यार सकुमा। मैले भेट्टाएँ यही त होला गाई है लिउरो। आहा यो त लिउरो भने लिउरो यस्तै हुन्छ, चिन्छु चिन्दिनँ। एकदमै गर्मी छ गाइज, लाइक गर्नु होला फलो गर्नु होला। एकदमै वन जङ्गलको एकदमै के छ यो लिउरो भनेर हामीले यसो ट्राई गरौँ भनेको त फर्स्टचोटि आएको होइन गाइज। त्यस पनि हामीले मलाई त के इन्ट्रेस्टै लागेन। मलाई त उलाङ्ला सिकसिकी लाग्न लाग्यो कि पुरै मच्छर टोकेर जङ्गलमा मान्छे कसरी आउँछन् होला लिउरो टिप्न। मलाई त सिकसिकी लागेर पुरै यहाँमा पुरै मच्छर टोकेर गाइज। हो माई गड म त बरु नखाने हो यो लिउरो। यो नि यस्तो यो लिउरोले हेर्नुहोस् त गाइज एकदम यस्तो लिउरो अरे यो लिउरो हो र। ओ माई गड मलाई त सिकसिकी लागेर गाइज एकदमै पुरै झाडै झाड छ। कसरी लिउरो टिप्ने हो र एकदमै गाइज। एकदमै लाइक गर्नु होला, जङ्गलको एकदमै भिजिट गर्नु होला भन्न चाहन्छु। वी हेभ द लेसन टु फरेस्ट इज भेरी नेपाल इज कन्ट्रिसन भेरी इन्ट्रेस्टिङ मोमेन्ट होइन। तपाईँ जङ्गलमा आउनुहोस् खोज्नुहोस्। अञ्जली एकदमै मिहिनेत गरेर खोजिरहेको छिन्। खोज तिमीले खोज आज साँझको एक छाक खुवाइहाल्छु के अरे लिउरोले। खै त्यस्तो झाडीमा नजाऊ, सर्प पनि हुनसक्छन्। यस्तो नभन न, यस्तो विषालु सर्प हुनसक्छन् है यस्तो जङ्गलको झाडीमा। त्यसपछि तिमी यहाँ जङ्गलमा अस्ति भालुले लखेटेको बिर्सिहाल्यौ। यहाँ कस्तो लखट्छन् भालुले है, डर लाग्छ मलाई त। गाइज लाइक गर्नु होला, सेयर गर्नु होला। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ प्लिज www अमर खड्का युट्युब च्यानल अनि फेसबुक पेजमा गएर लाइक अनि सब्सक्राइबहरू गर्नु होला भन्न चाहन्छु। ओके बाई बाई, सी यू टुमारो नेक्स्ट टाइम। ल ओके बाई बाई गर धेरै टिपेर लैजाऊ है। यता हेर एकछिन लाइक गर्न बाबा पसिना निकालेर अञ्जली यति मिहिनेत गरिराख्नु है। ओके खानको लागि यति मिहिनेत त गर्नु पऱ्यो भनेर आएको छु नि। खानको लागि होइन भने बाबु यो जङ्गल यस्तो गर्मीमा नबाबु घरमा जे छ त्यो बनाऊ भनेको छु। सिङ्की नखाने अरे, गुन्द्रुक नखाने अरे, यो लिउरो खाने अरे कि मिठो मिठो यसमा। ओके बाई बाई, सी यू टुमारो नेक्स्ट टाइम। ओके बाई 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 बाई।